ओके, र आज चाहिँ हामी कक्षा 12 को नेपाली किताबको अथवा अन्य नेपाली व्याकरणै भनौँ न, नेपाली व्याकरणमा आउने जुन चाहिँ कक्षा 12 को एकदम इम्पोर्टेन्ट हो, जुन चाहिँ फर्स्ट क्वेसनमै आएको हुन्छ, फर्स्ट नम्बरमा 1 नम्बरमै आएको हुन्छ, अक्षर संरचना भन्नेवाला पढ्दैछौँ है। एकदम सजिलो छ अक्षर संरचना चाहिँ है। अलिकति बुझ्दैमा धेरै मार्क्स क्यारी गर्ने खालको छ, त्यही भएर सजिलै छ। जे होस् अलिकति बुझ्यो भने सजिलै हुन्छ। मैले यहाँ क्वेसन लेखेको छु, लगभग 10-12वटा जतिवटा क्वेसन लेखेको छु। अनि यस्तै गरी आउँछ, के अरे शब्द दिएको हुन्छ, अनि त्यो शब्दबाट शब्दको उच्चारण पत्ता लगाउनुपर्छ, अनि अक्षर संरचना र अक्षर सङ्ख्या कति छ भनेर पत्ता लगाउनुपर्छ। ल त्यति गर्नको लागि अलिकति केही ट्रिक्सहरू भन्छु, कसरी चाहिँ गर्ने, कसरी चाहिँ सजिलो हुन्छ भनेर। जस्तै अब अक्षर संरचना सिम्पली भन्नुपर्दाखेरि चाहिँ छुट्याउने कतिवटा अक्षरले बनेको छ र कतिमा बिचमा ग्याप छ, कतिवटा अक्षरले चाहिँ त्यो बनेको छ र कतिमा ग्याप छ भनेर छुट्याउनलाई अक्षर संरचना भनिन्छ। अक्षरको संरचना, अक्षर कसरी बन्छ भनेको मात्रै हो। त्यति भयो। पहिला सुरु सिम्पलदेखिबाट मैले लास्टमा अलिकति गाह्रो पुरै एउटा लिएको छु। यहाँनिर सबै अटाउँछ सबै खालको। फर्स्ट रहेको छ, अब पहिला म ट्रिकबाटै सुरु गर्छु। फर्स्ट रहेको छ सामाजिक है। पहिला त्यसले फर्मेटमा कसरी लेख्नु भन्दा पहिला म ट्रिक सिकाउँछु कसरी लेख्ने भनेर। ल अब यस्तो झट्ट पढ्दाखेरि सामाजिक अब कतिवटाले मिलेर बनेको होला त, अब यतिकै थाहा हुन्छ। यतिकै भन्दाखेरि नि, हामी भन्दाखेरि नि सामाजिक, हामीले सालाई एकचोटि गऱ्यौँ, मालाई एकचोटि गऱ्यौँ, जिक जिक भनेको एकचोटि है, एकचोटि सा आयो, एकचोटि मा आयो, एकचोटि हामी जी क त सामा जी क त भन्दैनौँ नि, सामाजिक भन्छौँ नि हो। त्यसै गरी सा भन्दा एकचोटि आयो, मा भन्दा एकचोटि आयो र जिक भन्दा एकचोटि आयो भनेपछि अब अलिकति सजिलो भयो। यतिकै हामीले गेस गरेँ, यतिकै नि थाहा पाउन सक्यो कतिवटाले बनाएर रहेछ, 3वटाले बनाएर रहेछ भनेर थाहा पायो है। अब यतिकै थाहा भएन भने अब एउटा ट्रिक पनि छ एउटा। जस्तै इक्जाम्पलको लागि के लेखी गर्ने भन्दाखेरि सामाजिक छ नि, सामाजिकले हामीले इङ्ग्लिसबाट लेख्छौँ क्या, SAMAJIK सामाजिक भयो हो। ल सामाजिक लेखिसकेपछि के गर्ने भन्दाखेरि जुन चाहिँ हाम्रो अब AEIOU छ नि, यो 5वटा जुन चाहिँ भवेल साउन्ड, भवेल लेटरहरू छ नि हो, यो भवेल लेटर यहाँ जतिवटा छ नि त्यतिवटा नै अक्षर सङ्ख्या हुन्छ कि है। त्यतिवटा अक्षरबाट मिलेर पुरा यो बनेको हुन्छ AEIOमा। जस्तै अब यहाँनिर हेरौँ, यहाँनिर सामाजिकमा AEIOबाट भवेलबाट कुन छ, एउटा ए छ हो, एउटा भयो, अर्को नि ए छ हो, 2टा भयो, अनि आई छ हो, 3टा भयो। अहिले हामीले त्यतिकै गर्ने थिएन, सामाजिकमा सामाजिक भनेको 3टा हुन्छ हो। AEIOबाट सामाजिकमा कतिवटा आयो भवेल लेटर, एउटा ए, अर्को नि ए, अनि अर्को जे आयो हो। ल 3टा आयो भनेपछि कतिवटा हुँदो रहेछ, 3टा हुँदो रहेछ, यसरी थाहा पाउने। अब यो त भयो एउटा ट्रिक भयो कसरी गर्ने भनेर। अब यसले फर्मेटमा चाहिँ कसरी लेखिन्छ त भन्ने कुरा हो। सामाजिक कसरी लेखिन्छ भने पहिला सुरु छुट्याउनु पर्छ क्या, कतिवटाले कसरी गर्ने हामी पहिला सा भन्छौँ हो, अनि ल यस्तै दियो, अनि मा, अनि जिक। ल अनि अर्को एउटा ध्यान दिनुपर्ने कुरा भन्नुपर्दा चाहिँ जहिले पनि चाहे सामाजिक लेखौँ, सामाजिक त अगाडिबाटै छ, सामाजिक लेखौँ जीवन हुन्छ नि, जीवन पनि अगाडिबाटै हुन्छ, विनाश पनि अगाडिबाटै हुन्छ, सबै अगाडिबाट दिएको हुन्छ है। दीर्घ हुँदैन कि ह्रस्व हुन्छ भनौँ न है, भनेको अगाडिबाट दिएको हुन्छ जहिले पनि, पछाडिबाट हुँदैन। एकीकरणको कि यतापट्टिबाट हुन्छ। अनि अर्को इम्पोर्टेन्ट ध्यान दिनु पर्दाखेरि चाहिँ सहरू सबै पातलो स हुन्छ, चाहे यो विनाशको स होस् है, अरू जेसुकै स होस्, षड्कोण स होस्, स चाहिँ के हुन्छ, जहिले पनि पातलो स हुन्छ। अनि यो जीवन, हामी त जीवन भनेर जीवन भन्छौँ, तर यो वो हो नि त, तर यसलाई पनि हामीले यहाँनिर लेख्ने बेलामा बने बनाउनुपर्छ है। यति कुराहरू चाहिँ याद गर्नुपर्छ। अहिले म लेख्दै जाने बेलामा भन्दै जान्छु। त्यसपछि अब सामाजिक भनेर भयो। अब अझ संरचना कसरी भन्छ त, जहिले पनि कतिवटा अक्षर छ भनेर कसरी थाहा हुन्छ भन्दाखेरि यदि त्यहाँनिर व्यञ्जन वर्ण सँगसँगै स्वर वर्ण आयो भने कतिवटा स्वर वर्ण हुन्छ त्यतिवटै अक्षर सङ्ख्या हुन्छ भनेर थाहा पाउनुपर्छ। ल सामाजिकमा हामीले कसरी लेख्छौँ, समा, सा भनेको स र आ मिलेर बनेको हुन्छ होइन, स आ हो, सा भयो, म आ, मा भयो हो। अनि जिक कसरी भन्छ त, जिक ज इ क गएर भने चाहिँ ज इ क हो। एउटा, 2टा, 3टा अक्षर सङ्ख्या कतिवटा भयो, 3टा भयो जहिले पनि। अनि व्यञ्जन वर्णमा चाहिँ खुट्टा काट्नुपर्छ। ल व्यञ्जन वर्णमा चाहिँ खुट्टा काट्नुपर्छ, स्वर वर्णमा चाहिँ काट्नु हुँदैन। अनि जतिवटा स्वर वर्ण छ त्यतिवटा अक्षर सङ्ख्या हुन्छ हो, यसरी बुझ्नुपर्छ। अर्को हेरौँ, जीवन हेरौँ। मैले के भनेको थिएँ जीवनको है, अब जीवन कतिवटा छ त, जीवन, जीवन त भन्दैनौँ हामी, जीवन भन्छौँ नि। ल यसको नि गरेर हेरौँ है, जीवन
JIBAN हो, जीवन भयो। यहाँनिर अब भवेल लेटर कुन कुन छ? आई छ एउटा, ए छ एउटा, अरू कुनै छ त? छैन नि त। जीवनको 2टा मात्रै छ हो। अब 2टा मात्रै भइसकेपछि कतिवटा रहेछ 2टा भने थाहा पाइहाल्यो। तर अब यो त आउँदैन आयो भने मात्रै इङ्ग्लिसवाला ट्रिक हेर्नुपर्छ, नत्र त हेर्नु पर्दैन, नत्र यतिकै थाहा हुन्छ। हामीले बोल्दाखेरि पनि थाहा हुन्छ कि जीवन कतिवटा छ? 2टा छ हो। अब जी कताबाट हुन्छ भनेको थिएँ मैले, लेख जहिले पनि अगाडिबाट हुन्छ, एउटा जी भयो। अनि अर्को भनेको बलाई के हुन्छ? ब जहिले पनि पेट चिरेको हुन्छ, वन, जीवन भयो नि त। ल अब जीले कसरी? जीमा कुन आउँछ? जी, ज र इ मिलेर के हुन्छ? जी भन्छ है। जै, जी, अनि ब, अ, खुट्टा काट्नुपर्छ है जहिले नि व्यञ्जनमा चाहिँ, गरेर कतिवटा भयो? 2टा भयो। यसरी गर्न सकिन्छ है। अब विनाशको के हुन्छ त? विनाशको पनि विनाशमा कतिवटा छ? अब विनाशमा नि 2टा छ नि त। पहिला सुरु बीलाई के गर्नुपर्छ? अगाडिबाटै छ, पेट चिर्नुपर्छ, एउटा बी भयो हो। अनि अब अर्को नाश, मोटो सलाई के गर्नुपर्छ? पातलो स बनाउनुपर्छ हो, विनाश। अब विनाश भइसकेपछि अब यहाँनिर बी कसरी भन्छ त? ब इ बी हुन्छ है, ब इ बी। अनि न अनि खुट्टा काट्नु पर्यो, आ स, विनाश। कतिवटा भयो? 2टा भयो हो। ल अर्को अलिकति लामो आयो अब एकीकरण हो, एकीकरण। हामी भन्दैन कसरी भन्छौँ अब? एकीकरण, एकीकरण। कतिवटा भयो? 4वटा भयो नि त। ल अब यसले नि इङ्ग्लिसबाट गरेर हुन्छ, तर अब त थाहा भइसक्यो नि हामीले यतिकै गर्दै, मैले त तलको ट्रिक मात्रै सिकाएको थिएँ, यसरी आउँछ भनेको ल। एकीकरणको गरौँ अब। एकीकरणको गर्दाखेरि के हुन्छ त? यसलाई हेर्ने राख्थ्यौँ है, ए कि कताबाट हुन्छ? यतापट्टिबाट हुन्छ, कि क अनि के हुन्छ? रन हुन्छ है त। न के हुन्छ? पातलो हुन्छ, मोटोलाई पातलो बनाइन्छ है, त्यो नबिर्सिने। एको ए नै भयो, केही गर्नु परेन। अनि किले कस्तो हुन्छ? क इ कि हुन्छ है। अनि कको मात्रै लेखेन नि, फेरि क र अ हुन्छ है, क र अ मिलेर क बनाए हुन्छ, क। अनि रनमा के हुन्छ? र अनि बिचमा अ आउँछ, र अ न। कतिवटा भयो? 4वटा भयो है। ल त्यस्तै गरी वातावरण छ हेर्नुलाई, यहाँ पनि छ वातावरण। अब यसको म गरेर देखाइदिन्छु अब तल झुकेलाई फेरि है। WATABARAN के भयो? वातावरण होइन त। वातावरणको कतिवटा हुन्छ जस्तो लाग्यो अब? ल हेरौँ है त। 1 2 3 4वटा हो वातावरण। हामी यतिकै अब यो त ट्रिकबाट भयो, अब यतिकै हेऱ्यो भने पनि वातावरण, हामी न र न त भन्दैनौँ नि, र नले एकैचोटि भन्छौँ नि त। अनि वातावरण गरेर 4वटा हुन्छ। ल लेख्ने बेलामा कसरी लेख्छौँ अब? बालाई पहिला सुरु त पेट चिर्छौँ हो, तालाई जस्ताको तस्तै। बको फेरि के गर्छौँ? पेट चिर्छन्। अनि र नलाई के बनाउँछौँ हामी अब? मोटो सलाई पातलो न बनाउँछौँ है, गरेर भयो। अब अहिले लेख्दाखेरि ब र आ बा, त र आ ता, ब र अ ब, अनि र अ न गरेर 4वटा भयो। 1 स्वर, 2टा स्वर, 3टा स्वर, 4वटा स्वर है, 1 2 3 4वटा स्वर गरेर 4वटा अक्षर सङ्ख्या। जतिवटा स्वर वर्ण आउँछ त्यतिवटा अक्षर सङ्ख्या हुन्छ। ल अब अलिअलि गाह्रोमा जाँदैछौँ हामी अब। यसपछि चाहिँ अब हामी सञ्चार। अब सञ्चारलाई हामी सञ्चारले कसरी भन्छौँ? सञ्चार हो। ल अब यसले इङ्ग्लिसमा लेखेर नि हेरौँ। अब इङ्ग्लिसमा लेख्नु त्यस्तो जरुरी छैन, SANCHAR। ल कुन कुन आएको छ? एउटा ए आएको छ, एउटा ए आएको छ, 1 2 2टा मात्रै हो। ल अब यो त भयो। अब यस्तो यहाँलाई चाहिँ अब कसरी लेख्छौँ त हामी भन्दाखेरि, हामी जसरी बोल्छौँ नि, यो उच्चारण हामी कसरी बोल्छौँ त्यही लेख्ने हो क्या। हामी लेख्ने बेलामा सन हो, सञ्चार भन्छौँ नि होइन त, सञ्चार 2टा हुन्छ। अब सनलाई हामी कसरी लेख्छौँ? स अ न, सन च आ र 4। कतिवटा भयो? 2टा भयो। यस्तो नझुकिने। अब अर्को हेर्नु, अब अलिकति अर्को गाह्रो छ। चाणक्य छ, चा न आदि क यो चाणक्य। अब चाणक्य
कतिवटा भयो चाणक्य तिनवटा भयो होइन हो यहाँनिर हाम्रो दुई स्वरको नि आउँछ यहाँनिर चाणक्य दुई स्वर भने चाहिँ कस्तो भन्दाखेरि मैले चाणक्यमा बुझाइदिन्छु यहाँ गर्ने बेलामा बुझाउँछु पहिला लेख्छु कतिवटा भने चाहिँ हाम्रो तिनवटा आउँछ एउटा चा एउटा नक 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 भन्दै हुनुहुन्छ तर यहाँनिर ननिर सुहाउँछ तर यहाँनिर नलेख्दा नि हुन्छ केही फरक पर्दैन तर चाणक्य हुन्छ नि चाणक्य हुन्छ ल अब नलेख्दा नि हुन्छ नलेख्दा नि हुन्छ जस्तो म न नै लेखिदिन्छु ल है न नै लेख्थेँ मैले न नै लेख्थेँ चाणक फेरि अर्को नि यहाँनिर के आउँछ आदि क र यो आदि क फेरि यहाँनिर नि क आयो यहाँनिर नि यसलाई नै दुई स्वर भन्छ क्या हामी भन्ने बेलामा चाणक्य चाणक नमा पनि क जोड्छौँ योभन्दा अगाडि पनि यो क नै जोड्छौँ क्या त्यही भएर चाणक्य दुईवटा क आयो नि एउटा फुल क आयो एउटा आदि क आयो है यसलाई चाहिँ हामीले दुई स्वर भन्छौँ यस्तै दुई स्वरवाला चाहिँ अलिकति इम्पोर्टेन्ट हुन्छ ल लेख्ने बेलामा कसरी लेख्छौँ चरा चा न अरक चाणक अनि क लेख्ने तर अक्षरसम्म चाहिँ यो आदि कलाई नै फुल बनाउनुपर्छ है क य अ हुन्छ है किनकि स्वर वर्ण त आउनै पऱ्यो स्वर वर्ण आएन भने ए सरी मैले अमा हुँदैन स्वर वर्ण आयो भने त गनिँदैन त्यही भएर एउटा दुईवटा तिनवटा कतिवटा हुन्छ तिनवटा हो ल अर्को ल ऋतु यो त दुईवटा अक्षरको थाहा छ अब रिलाई चाहिँ कसरी लेख्छौँ सिम्पलवाला बनाउनु क्या जहिले नि ऋतु हो अब रिलाई कसरी बनाउँछौँ हामीले र इ रि त उ तु ऋतु दुईवटा हो ल अब यो गरिसकेपछि अब अर्को हेरौँ गौँथली यो नि एकदमै सजिलो छ सिम्पलवाला हो गौँथली जम्मा कतिवटा छ तिनवटा छ यतिकै थाहा छ अब त गौँथली हो अब लेख्ने चाहिँ कसरी लेख्छौँ त अब गाउँ एक ठाउँमा थ एक ठाउँमा ललाई कता बनाउनुपर्छ यता बनाउनुपर्छ नबिर्सिने यो चाहिँ मिस्टेक हुन्छ फेरि गौँथली अब गाउँलाई ग उ हुँदैन ग उ हुँदैन ग औ हुन्छ गौँ गौँ ग अ उ हुन्छ ग अ उ गौँ अनि थ र अ थ अनि ल र इ लि गौँथली कतिवटा भयो तिनवटा भयो ल अब अर्को रहेको छ कन्या अब कन्यामा पनि यहाँनिर के आउँछ दुई स्वर आउँछ कन्या किनकि कन भन्ने बेलामा नि हामी नजोड्छौँ र याको अगाडि पनि नजोड्छौँ कन्या हुन्छ यसको पनि दुई स्वर हुन्छ जस्तै कि यसले लेख्ने बेलामा हामीले कन्या यसरी गर्छौँ है यता न आउँछ यो दुई स्वर हो अब यसलाई हामी कसरी लेख्छौँ त क अन अनि सिधै न्या न्या यहाँनिर त स्वर वर्ण नै आउनुपर्छ है फुल नलेख्छौँ जहिले नजोगिने यता उच्चारणमा आदि लेखे पनि यता फुलै हुन्छ है न्य अनि या आ हुन्छ कन्या गरेर कतिवटा भयो दुईवटा भयो हो ल त्यस्तै गरी अब अर्को हाम्रो रहेको छ के छ छेमा छेमा छ छ र हामी छ लेख्दामा यहाँ छ हुँदैन छको सट्टा के हुन्छ यहाँनिर छे हुन्छ छ हामी छलाई छ बनाउँछौँ है यहाँनिर लेख्ने बेलामा है यो रुलहरू हो सिम्पल रुलहरू छ यसको ल छलाई छय बनाउँछौँ हामी यहाँनिर लेख्ने बेलामा हामी छ कसरी बनेको हुँदो रहेछ छ र य बनेर छ हुन्छ छ मा हो दुईवटाले भनेको छ ल अब छ्यामालाई हामी कसरी लेख्छौँ त्यहाँनिर छ य अ छ अनि अब म आ मा क्षमा हो भयो ल अब अर्को रहेको छ अध्यक्ष 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 हामी अध्यक्ष नै भन्दैनौँ हामी अध्यक्ष भन्छौँ भनेको तिनवटाले भनेको छ है अध्यक्ष ल अध्यक्ष लेख्दाखेरि अब अद हुन्छ है अध्यक्ष भन्दैनौँ अध्यक्ष भन्छौँ द हुन्छ ल अद अनि चाहिँ ध्यक अनि चाहिँ छ हुन्छ ल अध्यक्ष हो पहिला हामी यहाँनिर अब अक्षर संरचना कसरी हुन्छ अदको अदै हुन्छ है किनकि अमा अलरेडी भनेको के अलरेडी के हो स्वर वर्णमा आइसकेको छ जस्ताको जस्तै ध्यकलाई कस्तो हुन्छ ध्य अक अध्यक छ य अ अध्यक्ष कतिवटा रहेछ तिनवटा रहेछ हो यस्तै गरी अब
यो त अब केही इक्जाम्पलहरू भयो। सबै यसरी नै हुने के रुलहरू मात्रै याद गर्नुपर्छ कि जहिले पनि अगाडिबाट दिनुपर्छ है। त्यहाँबाट अनि दीर्घ लेख्नु हुँदैन। अनि त्यहाँबाट अनि अर्को भनेको सबै मोटोहरूलाई पातलो बनाउनुपर्छ। अनि छलाई क्षय हुन्छ, त्रलाई तर हुन्छ है। हो त्यसरी चाहिँ गर्नुपर्छ। हो त्यसरी गऱ्यो भने चाहिँ अनि अलिकति सजिलो हुन्छ। एकदमै सजिलो खालको छ, त्यस्तो धेरै गाह्रो छैन। तर प्र्याक्टिसै गर्नुपर्छ। मैले केही कुराहरू दिएँ। अब जस्तै अब क्वेसनहरू हुन्छ है, बुकहरूमा क्वेसनहरू छ, त्यहाँबाट क्वेसनहरू हेरेर नहेरिकन प्र्याक्टिस गर्नुपर्छ। अनि शुद्ध चाहिँ लेख्नु पऱ्यो। अनि यही फर्ममा लेख्ने हो, यही फर्ममा लेख्यो भने मात्रै मार्क्स आउँछ है। शब्द छुट्याउनु, शब्द दिएको हुन्छ, शब्द यसरी लेख्ने टेबलमा, अनि उच्चारण यसरी लेख्ने, अनि अक्षर संरचना टक्क छुट्याउने है, बुझ्ने गरी। अनि त्यहाँबाट अर्को ध्यान दिनु भनेको खुट्टा काट्ने केमा, व्यञ्जन वर्ण मात्र, स्वर वर्णमा खुट्टा काट्नु हुँदैन। जतिवटा स्वर वर्ण हुन्छ त्यतिवटा नै के हुन्छ, अक्षर सङ्ख्या हुन्छ, त्यतिकै थाहा हुन्छ। इफ केही गरे यतिकै हेर्दा आएन भने के गर्ने, नेपाली छन् जुन नै इङ्ग्लिसमा लेख्ने, अनि एआइमा कुन कुन आइरहेछ त्यतिवटा गनेर अनि ट्याक ट्याक छुट्याउन सकिन्छ है त। ल केही नयाँ सोध्नु होला। अब क्वेसनहरू चाहिँ प्र्याक्टिस गर्नु पऱ्यो है त। ल हस् त।